Hello guys. I hope you are all guys is so well be good. Maybe अहिले चाहिँ जाडोको सिजन छ हल्का फुल्का कसैलाई रुगा लगाइरहला कसैलाई बस्मी लाग्ला कसैलाई भइरहला कसैको नाक भइरहला कसै टका गर्दै पल्टिरहनु भएला कोही पल्टिरहनु भएला कोहीले तातो पनि बाफ यस्तै गरी लिइरहनु भएला जे भए तापनि सो राम्रो भयो मान्छे राम्रो भइहाल्नु भयो राम्रो हल्का बिमारी भएको मान्छेहरू छिटो नै रिकभरी हुनुहोस् राम्रो होस् त्यही नै भन्छु त्यही नै हो अनि मेरो चाहिँ आजको दिन म भन्न गइरहेको छु म बिहान 6 बजीतिर उठेँ जस्तो कि 4 बजे 3 बजे यस्तो त बिउतिर हुन्छु म अनि मेरो क्लास जाने टाइम चाहिँ 6:30 बजीतिर म चाहिँ फेरि 6 बजेको अलार्म लगाएर पनि फेरि 6:10 को लगाएर उठेँ अब त उठ्नै पर्छ जहिले पनि लेट जान्छु कि म क्लास फेरि अलिकति 2-4 मिनट लेट नै भएको हुन्छ अलरेडी सरले एन्टर गरिसक्नु भएको हुन्छ क्लासमा चाहिँ गएको हुन्छु अनि आज पनि त्यस्तै भयो फेरि अनफर्चुनेटली नचाहँदै पनि अलरेडी हतारमा गयो अनि त्यही नै हो क्लास एन्ट्री म्याक्सिमम सार भन्यो अनि भित्र बसेँ अनि म चाहिँ हल्का पछाडि पैसासँग बसेँ नि त ऊ त अलरेडी आइगएको थियो म आएपछि बस्नु त लेट आउँथ्यो अनि एउटा बेन्च सट्टा खाल्थ्यो मतलब एउटा मात्र न्यू स्टुडेन्ट आएको छ नि त नाइसा भन्ने ऊ सोचिरहेको थियो त्यसपछि छेउमा बसेँ एउटा त्यो गरेर कि एउटा कुर्सी छ भनेर बसेँ अनि त्यसपछि फेरि अर्को साथी आयो अनि ललिता नि उसलाई दिएँ अनि म छेउमै बसेँ त्यही नै हो त्यसपछि त्यो ब्रेक पछि चाहिँ म के गरेँ भन्दाखेरि बजी गएँ लास्ट बेन्चमा किनभने ऊ एक्लै भएको थियो अलरेडी एउटा भोइस आएर बसिरहेको थियो फेरि ऊ एक्लै थियो नि त अनि एउटा कुर्सी छोडेर चाहिँ म बसेँ त्यही नै हो अनि एउटा क्लास खाली भयो अनि त्यो हो फेरि के हो थाहा छ सिआर चुज गर्ने भोटिङ चलिरहेको थियो होइन मलाई लागिरहेको थियो क्लासमा एउटा मात्रै सिआर गर्न पाइन्छ अनि अलरेडी फेरि हाम्रोमा भोइसको अलरेडी सबले उनी भन्छ भनेर किनभने अलिकति एक्टिभ थियो क्या हरेक काममा चाहिँ ऊ सिआर नहुँदै पनि एक्टिभ भएर चाहिँ त्यो काम सिआरको जस्तो भूमिका निभाइरहेको थियो त्यही भएर अलरेडी सबैहरू उसको इफोर्ट्स देखेर चाहिँ इन्स्पायरहरू हुन्छ नि त यसको इफोर्ट चाहिँ अलिकति त्यो हुन्छ नि राम्रो भएर चाहिँ अनि सबैले चाहिँ उसको चाहिँ इफोर्ट्स गरेको छ राम्रो छ अनि राम्ररी नै रेस्पोन्सिबिलिटी चाहिँ त्यो गर्नलाई के हुन्छ भने निभाउला जस्तो छ अनि त्यसैले चाहिँ उसलाई मनाउनु पर्छ भन्ने हिसाबले सबले उसकै नाम उसकै नाम भनेको छ नाम चाहिँ किन खुलाम र अनि त्यही नै हो दुईवटा साथीको खुलाइ कि उसको नि कति खुलाइदिनु त्यही भन्दै थिएँ अनि मैले चाहिँ जिस्केर भोटिङ सिस्टममा भनिरहेको थिएँ अनअफिसियल्ली चाहिँ म्याम भइसकेको छ सिआर तर अफिसियल्ली रूपमा गर्ने नि गरौँ भने अनि सबले बोइजहरूबाट कोहीले उठाएन मलाई बोइजहरूको मात्रै हुन्छ त्यो पनि मैले जिस्केर यसरी उठाएको थिएँ होइन बोइजहरूको छुट्टै गर्ल्सहरूको फेरि छुट्टै हुने रहेछ मलाई लाग्यो टुट्टु न म त जिस्केर गरेको थिएँ अनि पछि गर्ल्समा उठाएँ मैले उठाएँ एउटा हुन्छ नि देखिहाल्नु भयो उतातिर साइडले उठाउ राम्रो तिमीले उठाउँदै थियौ अघि अनि उठाउन कन्फिडेन्ट भएर उठाउन भने मलाई हाँसेर लाजले थिएँ आधा गरेर फेरि उठाउने फुल उठाउने भन्नुभयो नि त उठाइरहनु पऱ्यो कन्फिडेन्ट हुनु पऱ्यो कि स्योर छैन सोच्ने राम्रो लाग्यो अनि यस्तै भइरहेको थियो अनि उठा के हुन भनेर जोसाइदिइहालेँ होइन मैले पनि जोसाएर यस्तरी उठाइहालेँ हात होइन उठाइसकेपछि चाहिँ अरू उठिरहेको थिएनन् अनि जिस्काउनेहरू पनि त्यस्तै गरिरहेको थियो गर्ल्स पछि अनि मैले पनि उठाउ के उठ्नुपर्छ भन्दै चाहिँ गर्ल्स कति भयो भन्दाखेरि 2 4 5 मेबी 5जना भइसक्यौँ हामी चाहिँ अनि भएपछि चाहिँ भोटिङ सिस्टम चल्यो अनि एउटा साथी थिइन् तिनले चाहिँ अलिकति अनएक्सपेक्टेसन उसलाई हुन्न भन्ने सोचेको थिएँ होइन जति पनि मान्छेले तर उसको फेरि उतातिर गर्ल्स धेरै भएतिर ऊ बसिरहेको थियो नि त बिचमाको बेन्चमा बसेको थियो अगाडिको लाइन साथी बनाइसकेको थियो पछाडिको दुईवटा बेन्च लाइन साथी बनाइरहेको थियो अगाडिकोलाई पनि अनि भोटिङ सिस्टम त उसलाई बढी गऱ्यो फ्रेन्डसिप त उसले बढी गराइसक्यो म भन्ने झन् एक्लै बस्थेँ बेन्चमा होइन अनि एउटा बाइसँग बसेको त्यसो भइरहेको थियो होइन लिटरली अनएक्सपेक्टेसन कि किनभने अरू पनि राम्ररी हुन्छ नि आफ्नो अब म चाहिँ सिआर भन्नलाई म क्यापेबिलिटी छु भनेर सबले आफ्नो पोइन्ट राम्रो दिइरहेको थियो अनएक्सपेक्टेडली जुनले मतलब त्यस्तो पनि वर्स त नभनौँ जे भने ठिकै थियो त्यस्तो अरूभन्दा त्यो थिएन अनि अनएक्सपेक्टेड उसले जितिरहेको रे होइन म चाहिँ सेकेन्ड भयो थ्याङ्कफुल मलाई चाहिँ अलिअलि मन पराउँदो रहेछन् है मतलब कि आज सिआर सायद केही मन पऱ्यो होला नि त भोलि या कन्फिडेन्ट केही मन पऱ्यो तर लेट चाहिँ म जान्थेँ लेट पनि सिआर चाहिँ नि अलाउ त छैन टाइमै जानुपर्छ
एकपल्ट पनि भयो फेरि सिआरहरूको फेरि धेरै नै रेस्पोन्सिबिलिटी हुन्छ नभए पनि हुन्छ भन्ने जस्तो फिलिङ्स आइसकेको थियो पछि थ्याङ्क गड म भएन केही छैन फ्रेन्च क्लबको लागि फेरि भोटिङ सिस्टम गर्छु अब आई होप दिस टाइम चाहिँ आई ग्र्याब द अपर्च्युनिटी भन्ने चाहिँ आई फेल्ड इट अफकोर्स आई क्यान लाग्छ है मेबी हुन्छु होला किन नहुने अभ्यसले भन्छु भन्ने क्या त भए त राम्रै हुन्थ्यो अनि त्यही नै हो अनि चाहिँ एउटा भन हाम्रो क्लासको थियो जो फर्स्ट बेन्चमा बसेको हुन्छ घरि घरि कपाल अनि चाहिँ नाम त थाहा छ तिमी नभन अनि यो त डोमेटिक्स त्यो गरिरहेको छ यसले त पुरै त्यो ग्राब गरिरहेको छ हाम्रो त्यो उता पुरै त्यो बसिरहेको छ उतातिर फ्रेन्चमा अनि एकैचोटि त्यो गरिहाल्छ डोमिनेट देखाइरहेको छ भन्छ होइन उसले लिटरली होइन त्यसलाई चित्तै बुझाएको थिएन खै कसको नाम लेखाएको थियो उसलाई को बनाउनु मन थियो आई डोन्ट नो आइडिया के आफ्नो इभन साथीसँगै बसेको थियो उसको चिठीमा नि आफै लेखेर पठाएको साथीले लास्टमा थियो अघि दुइटा त्यहाँ होइन तिमीले भन्नु हामीले भनेपछि त्यहाँ गएर मैले त्यहाँ दिएन भनेपछि दुइटा थियो र केही छैन त हुँदैन अब त्यही भन्यो अनि विचार आफ्नो पोइन्ट फ्यू पनि राख्नु पाएन उसको साथीले दिनु पनि पाएन त्यो फेरि भोटिङ सिस्टम पनि पेपरमा लेखेर नेम दिनु थियो सो उसले जित्यो अनि ऊ अगेन्स्टमा थियो बनाइसकेपछि अनि म्यामले फेरि सम्झाउनु भोटिङ भनेको यही नै हो जो कि उसले चिन्यो अनि कसैलाई बन्नु मन थियो पहिलेदेखि फ्रेन्ड्स धेरै बनाएर त्यो गर्नुपर्ने थियो चिन्नुपर्ने थियो सर्कल बनाउनु पर्ने थियो भन्नुभयो म्यामको पनि एउटा धारणा ठिकै हो अनि सेकेन्ड अफ अल के भन्नुभयो कि उसले आफ्नो रेस्पोन्सिबिलिटी राम्ररी निभाएन भने आफ्नो गर्नुपर्ने दायित्व निभाएन भने चाहिँ डेफिनेटली यु क्यान चेन्ज यस्तो त होइन नि त सधैँभरिको लागि ऊ भन्छ भने ऊ दुवैजनाले आफ्नो रेस्पोन्सिबिलिटी चाहिँ राम्ररी निभाउँदैन भनेपछि भोलिका दिनमा गएर चाहिँ हजुरले अभियसली पनि चेन्ज गर्न पाउनुहुन्छ भनेर म्यामले सो कामली अनि बेसी राम्ररी बुझाउनु भयो सो नट बी सेटिस्फाइड दिस गाय बट लिटरली हुन्छ नि त ओके देन अनि भनेपछि अब सिआरहरूको आफ्नो फेरि पनि इन्ट्रोडक्सन दिनु पऱ्यो इन्ट्रोडक्सन दिनुभयो अनि आफ्नो कर्तव्यको भन्नुभयो अनि यसरी फर्स्ट इयर बोइज भयो अनि त्यसरी गर्ल्सले चाहिँ के भन्यो कस्तो राम्ररी भन्यो क्या होइन एटलिस्ट होइन त्यसरी भन्ने हिम्मत उसको अगेन्स्टमा कति बोलिरहेको थियो अनि त्यही पनि आफ्नो नाम साम सबै भन्यो अनि त्यसपछि के भन्यो भन्दाखेरि मलाई सिआर बनाएकोमा धेरै धेरै धन्यवाद छ तपाईँले मलाई भोटिङ गरेर जिताउनु भयो थ्याङ्क यू सो मच टाइपको त्यस्तो भन्नु त्यसै चाहिँ मैले आफ्नो रेस्पोन्सिबिलिटी चाहिँ म राम्ररी नै निभाउने छु अनि हजुरको हिसाबको पोइन्ट अफ भ्यूको बारेमा राम्ररी आफ्नो ख्याल गर्नेछु अनि हजुरको फेभर अनुसार नै चल्नेछु म आफ्नो पुरै ट्राई गर्छु अनि भोलिका दिनमा म भएन भने इफ यु क्यान डेफिनेटली चेन्ज भनेर यसरी भने अनि त्यसपछि दिस गाई डिसपोइन्ट भएको थियो नि त उसको स्पिच सुनेर चाहिँ जे पनि राम्रै भन्यो कि अनि फर्फरली मलाई एड चाहिँ छैन मेबी राम्रै त्यो चाहिँ राम्रै भनेको थियो कि म गर्छु म गर्न सक्छु अनि म डेफिनेटली गर्छु गुड दिएको थियो राम्रै भनेको थियो कि अनि पछि आई एम बी हुन्छ नि इम्प्रेस्ड के ऊ पनि मेरो साथी हो हामी मुभीको लागि प्लान गरेर गएको थियौँ याद आयो कि फेरि मुभीको लागि प्लान गरेको थियौँ अनि भएन दुई ठाउँ हामी चटपट पानीपुरी खाएर आएको फर्स्ट ठाउँ खाएको मन परेन त्यस्तो होइन नि त अनि पछि हल्का किनभने हल्का त्यो मलतिर साइडमा थियो त्यो अलि भएन जति राम्रो भने हामीलाई मन पर्ने भनेको त लास्टमा आएर ठेलेको मतलब कि लोकल भाइब्स दिनेवाला अनि त्यस्तै टेस्ट मनपर्छ नि त त्यसपछि आयो नि त्यो अमेजिङ अनि खाइयो अनि त्यसपछि फेरि म ब्याकअप हुन्छु त्यो अघिकै कुरामा अनि त्यसपछि राम्ररी भन्यो अनि दिस गाई बी सेटिस्फाई सो काम भयो अनि पछि ओके देन यु क्यान हुन्छ नि त तैँले भनिस् मतलब बोलेको सुनेर चाहिँ अनि इम्प्रेस्ड भयो कि के भयो भन त्यसपछि एग्री गरेको थियो जेको रियाक्सन चेन्ज भयो उसको अनि त्यसपछि क्लास पनि भ्याइयो अनि बस्यौँ अनि त्यसपछि असाइनमेन्ट दिनुभयो यो गर्ने भनेर अनि त्यसपछि बस्यो लास्ट पिरियड चाहिँ इङ्ग्लिस पिरियड थियो अनि त्यसै बेला म वासरुम गएँ अनि त्यसै आयो त्यही हो अनि मुभी टाइम थियो मुभी देखाउनु जो कि नयाँ कुरा नलेज दिने टाइपको कस्तो हुन्छ स्टक मार्केट हाउ क्यान सेभ इन मनी एसआइपी कम्पाउन्डिङ बारेमा नलेजवाला त्यो मुभी थियो त्यो हिन्दी मुभी थियो सो राम्रै लाग्यो मैले पनि त्यो कुराबाट मलाई थाहा थियो तिनी कुरा म गर्थेँ पनि नयाँ कुरा झन् त्यही मतलब थाहा भयो कि कुरा अझै गर्ने इन्सपायर मिल्यो कि मलाई त्यो भिडियोबाट अझै नयाँ गर्न पाऊँ मैले सेल्स लगानी त गर्न चाहन्छु अझै पनि अरूको चाहिँ एसएपी परेको रहेछ थ्याङ्कफुल मेरो एसएपी पनि पऱ्यो होइन बहिनीले तल हुन्छ नि झर्दाखेरि कि
त्यो गर्दै थिएँ बराङ मेरो एसआइपी पढ्न यस्तो यस्तो कुरा गरिरहेको थिएँ अनि मैले भने मेरो त एसआइपी पढ्यो मैले त बिच इभन म उनीहरूसँग कहिले बोलेको छु सुनेपछि कस्तो एक्साइटेड हुँदो रहेछ कि मैले मेरो त पढेको थिएँ एउटा बिच पनि भएन अझै एउटा भरेको छ भने तिनीहरू त लिटरली होइन तिनीहरूको पढाएको छ कस्तो लकी हो यार यो त भन्दै थियो ऊ त भन्दै थिएँ अनि मेरो फोन लगेर त्यो गर्न त कि लिटरली अनि सो होइन धेरै मान्छेको इभन मेरो दादाको पनि के भएको छैन होइन उनीहरूले कति पहिला सो God विथ मी सो केही नै राम्रो त गर्थ्यो होला नि त त्यस्तो लक्की छु सो अगाडिको दिनमा लक्किएस्ट हुन पाउँदै नै हो अनि मैले भने कि म्यामलाई अनि बेसी कलेजको कतिपय कुरा मन परेको हुन्न हामीहरूलाई स्टुडेन्टहरूलाई त्यो चाहिँ कसलाई भन्ने हामीले भने कम्प्लेन त भन्नु पऱ्यो नि त डाइरेक्ट अनि बेसी सिआरको थ्रुबाट भन्नु पऱ्यो किनभने सिआरले भन्छ भने हामी अझ बढी रेस्पोन्स छिटो गर्छौँ किनभने इभन इन्डिभिजुअल त्यो हुन्छ नि त नर्मल स्टुडेन्ट भन्दा सिआरले गर्नु भन्दा भन्छ हामी ओके आई विल डेफिनेटली से हुन्छ नि त सिआरसँग भन्छु म भने ओके भन्नु अनि त्यसो हस् त बाई गाइज भन्नु जानुभयो म्याम चाहिँ अनि त्यसपछि त्यो क्लास भ्याएर चाहिँ म वासरुममा जान्छु यत्रो भएन कि घर आउनु बेला मैले मलाई फेरि त्यो मन परेको थिएन कि वासरुम भन माथिको वासरुम त फ्लस हुन्छ टोइलेट पेपर छैन अनि यस्तो बस्ने खालको थाहा छ नि टोइलेट कस्तो पानी छिटा फोहोर सोहोर हुन्छ टोइलेट पेपर कस्तो सफा नगर अनि बस्नु कि लिटरली होइन सुसु गर्न जानुमा यस्तो लगाउँछ यत्रै थाम्या हुन्छ नि लास्ट गएर जान्नै पर्छ कसरी त्यो गर्छु होला मलाई मात्रै थाहा छ यार लास्ट पनि सधैँ टिस्यु पेपर बोके पनि होला कहिले बिर्सिहालिन्छ कि लगे भने त यस्तो सट्ट पुछेर सधैँभरि याद हुन्छ टिस्यु पेपर बोक्ने जो राम्रो लाग्छ लिटरली के कापी पानी लगेर जानु भएन सरस्वती मापा थाहा नै छ अब भुल्यो भने त कपी लगाउनु भएन नि त अनि यतातिर तलतिरको त्यो लेडिज वासरुम यत्का भयो तिनमा झन् फ्लस पनि हुँदैन कि सो इम्ब्यारेस होइन हल्का उप नगरे पनि अनि बेसी सुसु गरे पनि अल्ल कलरको त हुन्छ नि त सो डिसएपोइन्ट अनि झ्याउ लाग्छ कि अलरेडी अरूले गरेकोमा आफू जानु पनि हुन्छ आफू गरिसके निस्केपछि नेक्स्ट पर्सन जान लाग्छ भने त कस्तो नराम्रो लाग्छ नि त फिलिङ सो वियर टाइपको लाग्छ सो दिन नै बिग्रिन्छ हो त्यस्तो भएपछि त अनि त्यही भएर कि फ्लस हुनु पऱ्यो फ्लस त माथिको हुन्छ नि भने माथिको त हुन्छ उताको तलको त हुँदैन नि त अनि टोइलेट पेपर चाहियो त्यो पनि भन्नु पऱ्यो अनि नेक्स्ट हामी होइन लास्ट ग्राउन्ड फ्लोरमा जानुपर्छ कि पानी खान पनि हामी थर्ड फ्लोरमा बस्छौँ त्यहाँबाट माथिबाट तल जानु एउटा माथि राखिदिनु सक्दैनन् अनि त्यो पनि भन्नु भने ओके भन्छु टोइलेट अरूले पनि भने टोइलेट पेपर त छैन फ्लस भनेर मेरो कुरामा पनि एग्री थिएँ कि मैले कसलाई भनौँ भन्ने भइरहेको थियो सहिरहेको थियो 2 दिन धेरै दिन भएर होइन अब त अति भन्दा कति दिनसम्म त्यो के भन्छ नि त्यो टिस्यु पेपर लग्ने पनि याद हुँदैन फेरि नयाँ ठाउँ कहाँ के गर्ने के किन्ने भन्ने पनि छैन कि हल्का हाम्रो भित्रमा कलेज कता हिँडेर जाने पनि त्यो पसलमा जाने किन्ने तिमी पनि झ्याउ लाग्छ नि त त्यो बोक्ने पनि हुन्न यो त अभाइलेबल बेसिक निड्स त कलेजले प्रोभाइड गर्दैन पर्दैन गाइस टाइपको फिलिङ्स भएको थियो होइन यो सो यो कुरा चाहिँ मैले मागेको तिनी चाहिँ सिआरले भनिदिइसके हुनुपर्ने हो मेबी नभने पनि भनेर त्यो इम्प्लिमेन्ट हुनु पर्यो 1-2 दिनमा भन्ने मेरो आशा छ सो मन्डेको दिन जाँदा चाहिँ कस्तो भएको छ सो आई क्यान सी देन I'm telling you definitely guys त्यही नै हो अहिलेको लागि चाहिँ बाई गर्न चाहन्छु सो यस्तै कुरा सुन्नको लागि नयाँ मेरो लाइफमा भएको घटना सुन्न र जान्नको लागि तपाईहरु सबैजना इन्ट्रेस्टेड हुनुहुन्छ भने मलाई त्यही त हो के गर्नुपर्छ मलाई हेर्नुपर्छ टाइममा फलो गर्नुस् भन्दैन लाइक के गर्नुपर्छ भन्ने छैन इफ यु क्यान सर्च एन्ड टिल देन वाचिङ मी ओके I don't need follow like only you can watch me I'm so happy okay bye